सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन आज चाहिँ हामी जाँदैछौँ स्टाफ पिकनिकमा विशाल सर यता फर्केर हाई भनिदिनुहोस् त किरण सर हेलो 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 सर चाहिँ यति सामान बोकेर जाँदैछौँ म्यामहरू उता हुनुहुन्छ आउँदै हुनुहुन्छ आज चाहिँ म पहिला कहिले नदेखिएको गेटअपमा छु यस्तो गेटअपमा चाहिँ म कहिले हिँड्ने गरेको थिएन सर के भन्नु ल 2 लाइन ठिक छ एकदम हामी पिकनिक जाँदैछौँ है स्टाफ पिकनिक हजुर रमाइलो हुन्छ मलाई लाग्छ है एकदम रमाइलो गर्नुपर्छ सर रमाइलो गर्नुपर्छ ठाउँ साह्रै रमणीय छ सबैजनाले इन्जोय गरेर आउने सुरज सर नि 2 लाइन भन्नु 1 लाइन भन्नु होइन तपाईँ त 1 लाइन मात्रै भन्नु 2 लाइन भन्नु धेरै भन्नुहुन्छ त्यसको विषयमा केही भन्नु न आज कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ पिकनिक जानको लागि I'm extremely excited to visit Kakani. It's my first time. I haven't been there before. I'm trying to create some memories with my colleagues. ठिक छ सुरज सर चाहिँ त्यहाँ जाँदा यो डेस्टिनेसन चाहिँ होइन डेस्टिनेसन चाहिँ मैले चुज गरेको हो गाइस मैले चुज गरेको जस्तो हो क्या सबजना चाहिँ कहाँ जाने भनेर क्या एक्साइटेडली होइन यहाँ गइसक्यो त्यहाँ गइसक्यो भन्दै टन्नै ठाउँहरू चाहिँ चुज गर्दै हुनुहुन्थ्यो अनि आउट अफ नो वेयर मेरो माइन्डमा चाहिँ सिधै ककनी आइदियो होइन अनि मैले त्यसो भए ककनी गइदिउँ न त भनेको अचानक फाइनल भयो क्या ककनी अहिले त्यसरी चाहिँ अनि यो डेस्टिनेसन चुज भयो सो मेरो गेटअप देखाइदिन्छ सुरु सर यस्तो गरेर एकचोटि हात नदेखाउनु ल होइन त्यस्तै सरी सो म चाहिँ यतिको रेडी भएको छु उता देखाउनु न उता जान्छ ठिक देखाएको छ मलाई फुल देख्यो या अब चाहिँ हामी हिँडिसकेको छौँ ल जीवन सर आइसक्यो राज सर ल होइन के बोल्नु वे टु ककनी हाम्रो राइड स्टार्ट भयो होइन गाइस यति सो विनोद सरलाई राम्रोसँग विनोद सरको विनोद सर उठेर देखाइदिनु त उठेर देखाइदिनु त ल ठिक छ सो हामी चाहिँ हिँडिसकेको छौँ होइन अब यहाँबाट चाहिँ अब टक्क लगाएर हामी एकछिनमा पुग्छौँ अब आधी घन्टामा चाहिँ हामी पुग्नेछौँ होइन सो यस्तै हो अब मजा आउँछ अहिले जाने बेलामा यस्तै नै हो होइन पछि यहाँबाट गइसकेपछि अब स्योरली रमाइलो चाहिँ हुन्छ होइन अनि यस्तै हो अब आई विल किप अपडेटिङ गाइड्स सो गाइस यतिखेर चाहिँ हामी स्वयम्भूको छेउछाउतिर छाउने हस्पिटल कटिसकेको छौँ होइन अब यहाँबाट चाहिँ हामी स्वयम्भूबाट निस्केर उता अब कुन धारा भन्छ वसुन्धरा क्या बाइक किन्छु सर अब चाँडै सोलो हाम्रो सोनम सर नै आइसक्नु भएको छ हाम्रो सोनम सर नै आइसक्नु भएको छ ब्यागभित्र टक्क लगाएर ओके थ्याङ्क यू बस्नु सो गाइज हामीहरू चाहिँ आइपुगिसकेको छौँ ककनी होइन अनि यहाँनिर चाहिँ सोनम सरले टक्क लाएर पोज दिँदै हुन्छ अनि त्यहाँनिर मिटिङ भइरहेको छ होइन अब यस्तो लाएर ग्यादरिङ सो इन्भाइरोमेन्ट हेर्दा एकदमै पिसफुल छ गाइज यु क्यान कम एन्ड इन्जोय तर यहाँ जो पनि आएर बस्नु चाहिँ पाइन्छ जस्तो मलाई लाग्दैन विनोद सर वाउ जङ्गलमै ओ कस्तो यत्तिकै हिँड्दा नि दामी त्यसरी म एकचोटि हिँडेर आउँछु कि ल हेर्नु त प्लिज गर्नु कत्रा देखिन्छ जस्तो छ है राम्रो देखिरहेको ल साउन्ड पनि आउँदैन यार As you can see, whoa, म चाहिँ भोक लागेर आइसक्यो so amazing. हामी दुईजना चाहिँ त्यस्तो उस्तो म्याचिङ जस्तो भएछ कि मलाई चाहिँ भोक लागेर आइसक्यो तर कहिले भोग लाग्यो रे म्याचिङ जस्तो अघि बसमा छ भन्दा बेसी चाउचाउ चपाउने उयो हो फेरि मैले यस्तो किन्ला थियो 2300 भनेर थाहा म त नकिनेको 30 भनेको छैन सो यहाँ चाहिँ अहिले अब ग्रुप फोटो चलिरहेको भइसक्यो क्या फोटोको काम त अब बोल्नु के यहाँ चाहिँ होइन म चाहिँ छुटेँ सरी हेर्नु सक्नुहुन्छ
सो सबजनाको ग्रुप फोटोमा चाहिँ म छुटेर मलाई एकदम दुःख लागिरहेको छ गाइज म चाहिँ क्यामेराम्यान भएँ सो हामी चाहिँ अब खाएर चाहिँ अब यसो लाएर हल्का वाकमा जानु लाग्यो म चाहिँ अलिक पछाडि परिसकेँ सरहरू चाहिँ अगाडि जानु भइसक्यो म्यामहरू चाहिँ आउँदै हुनुहुन्छ अरू म्यामहरू पनि आउँदै हुनुहुन्छ दामी मेरो एक्सपेन्सिभ सुज टक्क मारेर त जाँदैछु हामीहरू हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ यहाँबाट हिँडेर माथि ब्यारेकसम्म स्ट्रबेरी फार्ममा जाँदैछौँ स्ट्रबेरी फार्ममा गएर चाहिँ टक्क स्ट्रबेरी टिपेर चाहिँ हामी आउँछौँ सो किप वाचिङ कहाँ हिँडेका होला नि यसरी एक्लै एक्लै राज सर रोक्नु यति हिँड्दाखेरि चाहिँ थाक्छ आजकल त के भएको छ कहाँ है बाथी हुनु पऱ्यो खाएर खेल्नलाई के हो प्लग भने प्लग त होइन भ्लग चाहिँ भनेर है कस्तो दामी गार्डन होइन ओहे म त यति पनि हिँड्न सक्दैन होइन के भएको यार थेत्तेरी चिम्नीवाला हाउस देखाउँछु चिम्नी हाउस खतरा हाउस है के हाउस चिम्नी हाउस कस्तो हो यस्तो चिम्नी हाउस त दामी भन्नु ल त्यो चाहिँ कति करोडको भन्दै 7 करोड कि 8 करोडको लगानीमा बने अरे माथि किन सर किन भन्नु होइन करोड मात्रै कुरा किन चिम्नी हाउस एउटा छ कि यहाँ घर थाक्दो रहेछु छ्यात्तेरी के कस्तो दामी छ चिम्नी घर हेर्नु न म त यति पनि हिँड्न सकिरहेको ल यहाँ अगाडिको चाहिँ चिम्नी घर के हो विशेषता भन्नु नि त्यसको विशेषता के त मलाई थाहा छैन यता हेरेर भन्नु ल राम्रो चाहिँ छ देख्दाखेरि 7 करोड कति भन्दै थिए विशेषता त्यही हो 7-8 करोडको हेर्नु न अथेन्टिक छ नि त राम्रो रोयल फ्यामिली बस्ने जस्तो के ओ हामी गएर हेर्न मिल्छ भित्र गएर भित्र त होइन बाहिरबाट लजाउँ ल त्यताबाट जानु दामी छ नि सो रास्ताले जाँदा हामीलाई चिम्नी हाउस लाग्यो भने चाहिँ म त लास्ट थाक्ने रहेछु छ्यात्तेरी ग्राउन्ड चाहिँ जहाँ पनि दामी देखिने क्या तर ओए नाइस फेरि वान पोज ल्याएर चिम्नी हाउस हिँड्दै न बोबाल आएको यत्तिकै सुन नाइस भ्लग हो नि इम्पोर्टेन्ट कुरा सो यहाँनिर चाहिँ भिडियो खिच्दा होइन त्यहाँ भिडियो बनाउने फोटो खिच्ने चाहिँ कसैले चान्स चाहिँ पाइरहेको छैन सोनम सर हाम्रो स्पेसल फोटोग्राफर सबको फोटो खिचिरहनु चाहिँ के भन्नु चाहनुहुन्छ तपाईँदेखि अब सबको फोटो खिचिदिइराख्नु भएको छ यतिको काम चाहिँ गर्नुपर्छ गुड ल यो चाहिँ तिजको हो कि के को हुन्छ नि त्यो त्यस्तै अहिले भिडियो बनाएर राख्नु तिजमा ड्याङ ड्याङ फोटो हाल्नुहुन्छ खिचिहाल्नु नि छिटो सिङ्गल जाउँ हामी चाहिँ जाउँ सुनेरमा मास्दै जाने होइन हामी चाहिँ अब यहाँनिर कति नै भयो जान राष्ट्र आउनु यहाँ बसेर खिच्नु क्या राम्रो आउँछ ग्राउन्डमा सो घाँस सास भएको ठाउँ खोजौँ होइन हामी अब भिन्दै चलौँ यहाँ चाहिँ हामीले फोटो खिच्नु नपाएको अवस्था देखेर चाहिँ हामी अब दुःखी भएर जाँदैछौँ रे बाई बाई पठाऊ गाडी चढ्न पहिला बाई बाई सबजनालाई ल
सो पिकनिक चाहिँ सक्यो होइन गाइज अब चाहिँ घर जाँदैछु यहाँबाट हाम्रो स्कुलको बस